अझ यो छुट्टीकै कुरामा पनि हाम्रो सोचाइ भनेको यो 2 दिन हप्ताको 2 दिन छुट्टी हुनुपर्ने। तपाईको 365 दिनमा जसले चाहिँ एक दिन पनि काम गर्दैन नि त्यसले चाहिँ के भन्छन् भन्दाखेरि 2 दिन बिदा भयो भने त केही कामै हुँदैन त्यस्तैले भन्ने हो। जसले साँच्चै काम गर्छ नि तिनीहरूले हप्ताको एक दिनमै पनि धेरै ठुलो काम गर्न सक्छन् के। नमस्कार। नेपालमा अब हप्तामा 2 दिन बिदा, शनिबार र आइतबार। यो केवल बिदा मात्र बढेको होइन, हाम्रो जीवनशैली सुधार गर्ने ठुलो कदम पनि हो। 2 दिन लगातार बिदा हुँदा मानिसहरूलाई घुम्न जाने राम्रो मौका मिल्छ। पहिलो एक दिनमै फर्किनुपर्ने दबाव हुन्थ्यो, तर अब आरामसँग योजना बनाएर देशभित्रकै सुन्दर ठाउँहरू घुम्न सकिन्छ। यसले आन्तरिक पर्यटनलाई बलियो बनाउँछ। त्यसैगरी कर्मचारीहरूको जीवनमा पनि सकारात्मक परिवर्तन आउँछ। कामको प्रेसरबाट बाहिर निस्केर परिवारसँग समय बिताउन पाइन्छ। साथीभाइसँग भेटघाट हुन्छ, जसले मानसिक सन्तुलन कायम राख्न मद्दत गर्छ। काम र व्यक्तिगत जीवनबीच राम्रो ब्यालेन्स बस्छ। स्वास्थ्यको हिसाबले पनि यो निकै नै फाइदाजनक छ। मानिसहरूले एक्सर्साइज गर्न, आराम गर्न वा आफूलाई मनपर्ने काममा समय दिन सक्छन्। यसले तनाव घटाएर ओभरअल हेल्थ सुधार गर्छ। अर्को महत्त्वपूर्ण कुरा भनेको आर्थिक गतिविधि हो। जब मानिसहरू बाहिर निस्कन्छन्, होटल, रेस्टुरेन्ट, ट्राभल र साना व्यवसायमा खर्च बढ्छ। यसले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँछ। अन्तर्राष्ट्रिय रूपमा हेर्दा पनि धेरै देशहरूमा 2 दिन बिदा सामान्य कुरा हो। नेपालले पनि यो प्रणाली अपनाउँदा हाम्रो वर्क कल्चर ग्लोबल स्तरसँग मेल खान थाल्छ। त्यसैगरी सवारी साधन कम चल्ने भएकाले ट्राफिक जाम र प्रदूषण पनि केही हदसम्म कमी आउन सक्छ। अन्त्यमा यो निर्णयले परिवारलाई अझ नजिक ल्याउने काम गर्छ। अभिभावक र बच्चाहरूले सँगै समय बिताउन पाउँदा सम्बन्ध अझ मजबुत हुन्छ। यसरी 2 दिन बिदा भनेको केवल आराम मात्र होइन, स्वस्थ, सन्तुलित र समृद्ध जीवनतर्फको एक कदम पनि हो। तपाईँलाई कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्।